यस्तो मैले यसलाई हार भन्दिनँ, म दोस्रो भएको हो। एउटा खोरमा बाँधेर दामले चुट्ने गरेर चुट्ने हो नि त। शेरबहादुर प्रचण्ड मिलेर रविले चुट्ने हो नि त गतिलरी। एउटा मन्त्रालय दिने, काम गर्न नदिने, अनि जनतालाई के देखाउने भन्दाखेरि उसले काम गर्न सकेन भन्ने हो नि त। यो त तपाईँले संसदीय किनबेच भनेर त्यो मैले मात्रै भनिराख्नु पर्दैन, पूर्व प्रधानमन्त्रीहरूले आफै खुला रूपमा भन्दै हिँड्नुहुन्छ त होइन र। नेपाललाई अबको 20 वर्षमा क्यान्सर रोग लाग्नेवाला छ। नेपाल आमा हुनुहुन्छ नि, मैले अलिकति जनताले बुझ्ने भाषामा भने अबको 20 वर्षमा नेपाल आमालाई क्यान्सर रोग लाएर थला पर्नेवाला हुनुहुन्छ। सागर हराउलान्, रन्जु हराउलान्, रवि हराउलान्, तोसिमा हराउलान्, सोभिता हराउलान्, तर सागरहरू हराउँदैनन्, रविहरू हराउँदैनन्। यहाँ सुन्नुहोस्, किन हराउँदैनन् भन्दाखेरि तपाईँले जनसङ्ख्याको जुन बनोट छ नि, मैले त्यही भएर भने क्यान्सर लाग्दैछ अबको 20 वर्षमा। पीडा नभइकन कसरी गरौँ त? सङ्गठन पनि थिएन, केही पनि थिएन, पैसा पनि थिएन, केही पनि थिएन। अब दिमाग लाउनु पऱ्यो। यो तोड्नको लागि नै हाम्रो बालेन शाहको, हर्क साम्पाङको सबैको उदय आवश्यक नै छ कि समानुपातिकमा भोट दिन हुँदो रहन्छ। नेताहरूले आफ्ना श्रीमतीहरू, बहिनीहरू, ज्वाइँहरू छिराउँदा रहेछन्, भाइ भतिजा छोएर यो पारिवारिक कम्पनी हुँदो रहेछ। हिजो अब संसद शपथ लिने बित्तिकै दुईजना नेताहरूको काम चाहिँ मलाई साह्रै मन पर्यो। एउटा सिके राउतको, एउटा रवि लामिछानेको। हस्, धेरै धन्यवाद। सुरुवातकै कुरो गरौँ, तपाईँ यति धेरै जनताको मन जित्नको लागि डढेर जानुभएको, तर हार स्वीकार गर्नुपर्ने अवस्था आयो। कति समयसम्म जनताले यसरी हार स्वीकार गर्नुपर्छ? तपाईँको भनाइसकेर एउटा पवित्र मान्छेले हार्नुपर्ने स्थिति आयो नि, के लाग्छ मनमा? यस्तो, मैले यसलाई हार भन्दिनँ, म दोस्रो भएको हो। र नेपालभरि तपाईँले हेर्नुभयो भने संसदमा कति धेरै नयाँ अनुहार पठाइरहेको छौँ नि त, त्यो नै मेरो जित हो। मैले त्यसमा आफ्नो जित देखिरहेको छु। त्यही भएर उद्देश्य के थियो? देउबाजीलाई हराउनु होइन, मेरो उद्देश्य भनेको देशलाई उठाउने चाहिँ सबभन्दा प्रमुख उद्देश्य हो। मैले सधैँभरि देशलाई मेरो शिरभन्दा माथि राखेर हिँड्छु। म भनेको देश सोच्ने मान्छे हो। अबको 15-20 वर्षमा देश कुनै पनि हालतमा विकास हुनुपर्छ। त्यसको हामीलाई कुनै पनि छुट छैन। यो शरीर छ नि, एउटा बच्चा त जन्मिन्छ नि, बच्चा कुनै पनि हालतमा अबको 15-20 वर्षमा स्वास्थ्य बलियो हुनुपर्छ, त्यसले काम गर्न सक्ने हुनुपर्छ। र त्यो बच्चाको कुनै पनि कारणले हातमा खराबी भयो भने त सधैँभरिलाई दुःख भयो नि त, एक हिसाबले भन्ने हो भने। त्यही भएर हामीले अब देशलाई अबको 20 वर्षमा जुन देश बन्दैछ, जहाँ पनि खराबी छ, तपाईँ हामी सबै मिलेर देशको जहाँ खराबी छ त्यहाँ हामीले इमिडिएटली, एउटा डाक्टरले जसरी पेट खराब भने पेटमै गएर उपचार गर्छ, देशको सुदूरपश्चिम कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश, यो दुईटै प्रदेश धेरै पछाडि छ एक हिसाबले हेर्ने हो भने। त्यही भएर दुईटै प्रदेशलाई उठाउनुपर्छ भन्ने मेरो उद्देश्य हो। त्यसको लागि तपाईँ जानुभएको थियो डडेलधुरा? यस्तो, म तपाईँलाई भने नि त, म यहाँ आउनुभन्दा अगाडि मैले विभिन्न देशहरू हेर्थेँ होइन। त्यही भएर मैले देउबाजीलाई हराउन जानु भएको थियो, तर हार्नु भएन। उहाँले त अझै प्रधानमन्त्री हुने सम्भावना 95% भइसकेको छ। यो विषयमा तपाईँले के सोचियो त? तपाईँ निर्लज्ज भएको अवस्था अथवा चाहिँ यस्तो हुन्छ, बर्बादै गरेछु भन्ने? होइन, त्यस्तो होइन। तपाईँले हेर्नुभयो भने अहिलेसम्म त सुरुमै हेर्न नपाउँदा हार स्वीकार्ने जुन प्रवृत्ति छ नि त, मैले त्यसमा त हार्न पर्दैन। किन हार्ने? आँट्दै नआँट्ने। सुरुमै एकैपल्टीमा सगरमाथा चढेको कोही छ र एकैपल्टमा? होइन, बाध्यता यस्तो हो कि के हुन्छ भन्दाखेरि मैले सकेको प्रयास गरेको हो, मैले इमान्दार प्रयास गरेको हो, मैले फटाइ गरिनँ, मैले पैसाको खोल बगाइनँ, मैले नियम कानुनको धज्जी उडाइनँ। मैले किन उडाइनँ भन्दै गर्दाखेरि मैले त अबको 20 वर्षको नेपाल त जसरी हुन्छ राम्रो बनाउन छ नि त। पैसा खोलो भनेर यो कमन ल्याङ्ग्वेज भयो, सबैले भनिराख्नु। तपाईँले किन देवला पैसा खोलो भन्नुभयो? कुनै प्रमाण देख्नु भएको छ? तपाईँले हेर्नुहोस् न, प्रमाण मात्रै होइन, इतिहासदेखि जित्तिआएको ठाउँ उहाँको हो त्यो। पैसा खोलो बगा भन्न पाइन्छ र? होइन, तपाईँले भन्नुभएको ठिक पनि हो एक हिसाबले। यहाँ सुन्नुहोस्, पहिले सुरु त्यो डडेलधुराको मात्रै कुरा होइन, हो। अनि त्यही भएर सरी है, त्यही भएर त्यसमा चाहिँ के हुन्छ, डडेलधुरा मात्रै होइन कि तपाईँले हेर्नुभयो भने गोर्खामा पनि त्यस्तै भयो नि त। एक हिसाबले हेर्नु पूर्व प्रधानमन्त्रीहरूले सबै यो एक हिसाबले मैले त्यही भएर राणा शासन भन्छु कि यसलाई सत्ता शक्तिको भरपुर दुरुपयोग गरेर जुन जित्ने प्रवृत्ति छ, यसले चाहिँ प्रजातन्त्रलाई कमजोर बनाइरहेको छ। होइन, ठिक छ, उहाँको त्यो प्राविधिक कारण केही होला होइन, आफ्नो ठाउँमा छ। तर मेन यिनी टाउकेहरूलाई चाहिँ हामीले अब एक हिसाबले राम्रो धक्का दिएका छौँ। अर्को पालि अझै राम्रो धक्का दिन्छौँ, अझै राम्रो कसेर आउँछौँ। धक्का त विकल्पको हिसाबमा रवि लगायत अहिले ज्ञानजीसँग सँगै हुनुहुन्थ्यो, साँच्चै पायो यो धक्का होइन? अथवा विकल्प जनताले रोजेका रहेछ नि। त्यति धेरै नायकता कुरा आयो, तर उहाँ शपथ खान अवस्था पुग्यो। तपाईँले सुझाव दिन्छ यस्ता व्यक्तिहरूलाई, अब मन्त्री हुने र सरकार जाने नजाने, रविजीले त एजेन्डा मिल्यो भने जान्छु पनि भनिरहनु भएको छ। तपाईँ एउटा व्यक्तिले दिने सल्लाह के छ यस्ता व्यक्तिहरूलाई? मैले के भन्छु भन्दाखेरि यसमा चाहिँ अब हामी सांसद हुने भनेको काम गर्नको लागि हो होइन। त्यही भएर हामी यदि
उनीहरूको किनकि मायाजाल पनि हुन्छ क्या यो सरकार भनेको एउटा सरकारमा दिने काम गर्न नदिने एउटा के हुन्छ भन्दाखेरि सपोज रविहरूलाई एउटा सम्भावना के छ भन्दै गर्दाखेरि त्यही भएर उहाँहरूले पात्र छान्दै गर्दाखेरि कस्तो सरकार बन्छ फेरि त्यही नै पुराना सरकार बन्ने हो भने त जहाँसम्म उहाँलाई एउटा खोरमा बाँधेर दाम्लो चुट्ने गरेर चुट्ने हो नि त शेरबहादुर प्रचण्ड मिलेर रविलाई चुट्ने हो नि त गतिले एउटा मन्त्रालय दिने काम गर्न नदिने अनि जनतालाई के देखाउने भन्दाखेरि उसले काम गर्न सकेन भन्ने हो नि त त्यही भएर उहाँ यो कुरामा एकदम स्पष्ट हुनुपर्छ आफ्ना गयो भने पनि यो कारण भयो यो भयो भने किनकि सरकार त चलिरहेछ नि त जमानादेखि नै पुरै स्पष्ट बनाएर जानुपर्छ ताकि उहाँलाई काम गर्न दिने भने घिसिपिटी गरेर बस्नुपर्छ जस्तो मलाई लाग्दैन त्यो छोडिहाल्नुपर्छ त्यो घिसिपिटी गरेर र्याल काट्दै बस्यो भने चाहिँ झन् ध्वस्त हुन्छ फेरि त्यो भयो भने हाम्रो पुस्तालाई पनि अब हामी अब राजनीतिमा एक हिसाबले नयाँ तरिकाले जुन आइरहेको छ हामीलाई पनि यसले धक्का गर्छ त्यही भएर एउटा पद मात्रै सोच्नु हुँदैन एउटा मन्त्री मात्रै सोच्नु हुँदैन त्योभन्दा धेरै माथि सोच्नुपर्छ त्यही भएर अघि नै हाम्रो अब बस्दै गर्दा नि ज्ञानेन्द्र साईले पनि भन्नुभयो नि त अहिले भर्खर सरकार उही पुरानो अनुहार हो भने त गएर के कामै गर्न दिँदैन त 100% थाहा छ त होइन मैले ज्ञान हार खाइसकेको भन्न खोजेको होइन जसरी एउटा राप्रपाले हेर्नुभयो भने सरकारमा जाँदैन भने त ऊ त पहिले सुरुदेखि नै स्पष्ट छ त ऊ त आफ्नो कुरामा त किनकि यो सरकार यही नै बन्ने यही नै पुराना अनुहारहरू आउने हुन् यही पुरानाहरूकै देश चल्ने हो भने हामी जानु र नजानुको कुनै अर्थ नै छैन होइन बरु हामी सकारात्मक रूपमा प्रतिपक्षमा बस्छौँ प्रतिपक्षबाट हेर्छौँ भनेर जुन भन्नुभएको छ उहाँहरूको एउटा लाइन होला त्यस्तै गरी हाम्रो रासपाको पनि एउटा लाइन होला म दुईटै लाइनलाई सम्मान गर्छु तर यो दुईटै लाइन गर्दै गर्दाखेरि तपाईँहरू कहीँ पनि कुनै पनि ठाउँमा नचुक्नु होला किनकि चुक्न सक्ने सम्भावनाहरू यो पुराना पार्टीहरूले तपाईँलाई ढलाउन सक्छन् उनीहरूले अनेक जाल जेल गरेर यो त तपाईँले संसदीय किनबेच भनेर त्यो मैले मात्रै भनिराख्नु पर्दैन पूर्व प्रधानमन्त्रीहरूले आफै खुला रूपमा भन्दै हिँड्नुहुन्छ त होइन र मैले भन्नु परेन पूर्व प्रधानमन्त्रीहरू आफैले भन्नुहुन्छ नि त अस्ति भर्खरको गगन थापाकै केस हेर्नुहुन्छ संसदीय चुनावमा पनि हेर्नु न होइन किनबेच भयो भएन मलाई राम्रोसित थाहा भएन त्यसको क्लियर डेटा चाहिँ छैन तर त्यो शङ्का त गरिन्छ नि होइन र अपेक्षाकृत भएन त गगनले भन्नुभयो तर त्यो हारिसकेपछि त्यो भन्ने कुरा आयो तर जेमा पनि किनबेच यो समस्या तपाईँको जुन छ नि भोलि जनतामा यो कुरा सधैँ यस्तै भइरह्यो क्या तर उहाँहरूले जितिराख्ने तपाईँले भनिराख्नु भने जनता पनि बिचमा के भयो होइन यस्तो हो नि त यदि यो सफा हुने भए त तपाईँले हेर्नु भने हाम्रो वरिपरिका देशहरू हेर्नुहोस् न इन्डिया हेर्नुहोस् उतापट्टि भुटान हेर्नुहोस् उतापट्टि कम्बोडिया हेर्नुहोस् उतापट्टि भियतनाम हेर्नुहोस् उतापट्टि चाइना हेर्नुहोस् हाम्रो वरिपरिका देशहरू सबै विकास हुने नेपाल मात्रै सधैँभरि पछि हुने कारण के हो त देखिन्छ त मैले अघि नै भनिसकेँ मैले एउटा मेरो कागज तलपट्टि छोडेछु तपाईँले हेर्नुभयो भने यसमा छ मैले तपाईँलाई स्पष्ट भनिसकेँ मैले तपाईँलाई डेटा सहित भन्छु नि त हेर्नुहोस् न यहाँ तपाईँले हेर्नुभयो भने इन्डिया हेर्नुहोस् विश्वको सबभन्दा टप 5 ग्रोइङ इकोनोमिज विश्वभरिमै नम्बर 1 मा इन्डिया छ अहिले चाइनाभन्दा नि अगाडि गइसकेको छ एक हिसाबले भन्ने हो भने बङ्गलादेश छ त्यसपछि रुवान्डा छ त्यसपछि भियतनाम छ त्यसपछि कम्बोडिया छ नेपाल कहाँ छ भन्नुहोस् नेपाल चाहिएन नेपाल विकास हुन पर्दैन फेरि अर्को कुरा के हो भन्दै गर्दा मैले अलिकति यसलाई फरक तरिकाले भने नेपाललाई डाइरेक्टली क्यान्सरै भन्न खोजेको चाहिँ होइन है नेपाललाई अबको 20 वर्षमा क्यान्सर रोग लाग्नेवाला छ नेपाल आमा हुनुहुन्छ नि मैले अलिकति जनताले बुझ्ने भाषामा भने अबको 20 वर्षमा नेपाल आमालाई क्यान्सर रोग लागेर थला पर्नेवाला हुनुहुन्छ त भोलि बिहान मलाई पनि 20 वर्षमा अब क्यान्सर रोग लाग्छ भन्ने थाहा भयो भने मैले मेरो जोहो अहिले गर्न पर्यो कि परेन मेरो आर्थिक स्रोत कहाँबाट आउँछ त्यो जोहो गर्न पर्यो कि परेन मेरो चामल भातहरू कहाँबाट आउँछ जागिर कहाँबाट आउँछ बाटो बनाउनु पर्यो घर बनाउनु पर्यो लुगाफाटा गर्नु पर्यो पानीको व्यवस्थापन पर्यो फोहोर व्यवस्थापन गर्नु पर्यो सबै गर्नु पर्यो कि परेन पर्यो नि त किनकि अब 20 वर्ष मलाई क्यान्सर लागिसकेपछि त मैले गर्न सक्दिनँ त्यही भएर हामीसँग अब नेपाल विकास गर्ने हो भने अब जम्मा 20 वर्ष मात्रै बाँकी छ यसपछि हामीले विकास गर्न सक्दैनौँ चाहेको रूपमा लोकतन्त्र ल्यायो यत्रो परिवर्तन हुन जनताका लागि हो र पनि मान्छे आएन भन्ने कुरा तपाईँहरू जस्तो व्यक्तिको छ भने होइन आए नि किन तपाईँ तराई भेगमा सबै हेर्नुभयो भने हेर्नुहोस् मैले तपाईँलाई एउटा डेटा दिन्छु नेपाल कति परिवर्तनशील छ भनेर पहिले सुरु लगभग 2012 भनेको 10 वर्ष 12 वर्ष अगाडि उज्जवल थापाले सुरुमा लड्दै गर्दाखेरि करिब 1000 भोट पाउनुभएको हो 1000 भोट पाएर सायद तेस्रो चौथो स्थानमा हुनुहुन्थ्यो होइन सुरुमा मान्छे त कल्पनै गरे होइन नि त 13 वर्ष अगाडि त्यतिखेर सायद उज्जवल थापा भन्दा पनि अगाडि सायद पुल्चोक क्याम्पसमा त्यो सोभिएको निर्वाचनमा मैले स्वतन्त्रको अभियान सुरु गरेको थिएँ हेर्नुहोस् त्यतिखेरै जमानामा होइन 12 वर्ष अगाडि स्वतन्त्रको अभियान सुरु गरेर त्यसपछि 2013 मा चाहिँ 2013-14 को सोभियो निर्वाचनमा त हामीले स्वतन्त्र क्यान्डिडेट पनि उठाएको हो त्यतिखेर है अब मैले राष्ट्रिय रूपमा कुरा गर्नुपर्दाखेरि उज्जवल थापाले 1000 भोट ल्याउनु भयो त्यसपछि फेरि के भयो स्थानीय चुनाव भयो नि त स्थानीय चुनाव हुँदाखेरि रन्जुहरू आउनुभयो किशोर थापाहरू आउनुभयो त्यसपछि 1000 भोट 40,000 मा गयो 20,000 गरेर 40,000 मा गएन त्यसपछि फेरि के भयो त भन्दाखेरि संसदीय निर्वाचन भयो संसदीय निर्वाचन हुँदै गर्दाखेरि त्यो भोट 2 लाखमा गयो नि त अब त्यो 2 लाख तपाईँले हेर्नु डेटा हेर्नु है सर र त्यो डेटा नेपालको तपाईँ
यो उकुस मुकुस छ नि यो पड्किँदै क्रममा छ के त्यसपछि त्यो 2 लाखबाट साझा तराजुमा त 2 लाख मत आएको हो नि त योभन्दा गएको पालि त होइन र 2 लाख जति आएको हो नि त अहिले यो 2 लाख घन्टीमा 10 लाख आयो कि आएन आयो नि त 5 गुणा बढ्यो नि त बढेको बढेन अब यसको फेरि 5-6 गुणा बढाउनु पर्ने छ कि अब फेरि चुनावमा हेर्नु होला अबको 5 वर्षको चुनावमा यसपालि 50-60 लाख मतहरू सबै स्वतन्त्र हुन्छ त्यसको लागि त यी स्वतन्त्र पार्टीबाट आएका व्यक्ति जुन वैकल्पिक व्यक्ति आएका छन् यिनले काम गर्न पाएर देखाउनु पर्छ जनतालाई जनता त बाठा भइसक्यो नि हो जनता एकदम बाठा भइसक्यो हो पछि सागर ढकाल पनि यसरी नदेखिने अवस्थामा हुने हो कि जस्तै योभन्दा अगाडि रन्जु जस्ताको अवस्था हेर्नु तपाईँले हेर्नुहोस् यसमा चाहिँ के हुन्छ भन्दै गर्दाखेरि सागर हराउलान् रन्जु हराउलान् रवि हराउलान् तोसीमा हराउलान् सोभिता हराउलान् तर सागरहरू हराउँदैनन् रविहरू हराउँदैनन् यहाँ सुन्नुहोस् किन हराउँदैनन् भन्दाखेरि तपाईँले जनसङ्ख्याको जुन बनोट छ नि मैले त्यही भएर भने क्यान्सर लाग्दैछ अबको 20 वर्षमा त्यही भएर अब यो के हुन्छ यो जुन बनोट छ नि यो पिक कुनै टाइम यो तपाईँले ग्राफ हेर्नुभयो भने मैले अघि नै भने 2 लाखबाट 10 लाख भयो 10 लाखबाट 60 लाख हुन्छ भनेर मैले जुन ग्राफ भने देख्नु भएन होइन मैले यस्तो हुन्छ कि त्यो जमाना वाक्क भएर अब कस्तो अवस्था हुने भन्ने देख्नु भएन होइन त्यो तपाईँले छोटो कुरा गर्नुभयो मैले लामो कुरा गर्दैछु तपाईँले भनेको इमिडिएट कुरा गर्नुभयो मैले भन्नु चाहिँ के भन्दा गर्दाखेरि हामी युवाको जनसङ्ख्या अहिले तपाईँले हेर्नु भने 70% छ 2 करोड छन् यो के युवा सबै मर्न पर्यो 2 करोड मान्छे भताभुतुक मर्ने भन्ने सम्भावना छ र छैन नि त भनेपछि सागरहरू जन्मिन्छन् अहिले हामी चुप्प लाएर मात्रै बसेको हो हामीसँग ठुलो ऊर्जा थियो त्यो ऊर्जा थन्काइदिएको सकिँदो रहेछ भनेर डराएर बसेको हो नि त सबै डराएको होइन र हो त तपाईँले अब यसपालिको स्थानीय चुनाव हेर्नु होला भक्का कति आउँछन् सागरहरूको खोलो बग्छ रविहरूको खोलो बग्छ तोसीमाहरूको खोलो बग्छ बालेन्साहरूको पनि खोलो बग्छ यस्तो हुन्छ तपाईँलाई यस्तो हुन्छ यहाँ बालेन शाह सफल हुन् नहुन् सागर ढकाल सफल हुन् नहुन् तर बालेनहरू 100% आउँछन् सागरहरू 100% आउँछन् यसमा कुनै शङ्कै छैन तर आउँदै गर्दाखेरि हामीले गर्नुपर्ने के हो भन्दाखेरि हामी नैतिक रूपमा अब देश विकास चाहिँ कुनै पनि हालतमा गर्नुपर्छ बालेनहरू सफल हुनुको विकल्प छैन होइन भने अबको 20 वर्षपछि जब देशलाई क्यान्सर रोग लाग्छ हामी सबै पक 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 बाटोमा मर्ने बाहेक अरू उपाय हुँदैन बाटोको घाँटी यस्तो तपाईँले यो टिआरपीको लागि राजा साजा कता कता जोड्नुभयो होइन यस्तो हुन्छ यो राजाहरू सम्बन्धी चाहिँ मलाई केही टिका टिप्पणी गर्नु छैन मैले चाहिँ यसमा मैले विशुद्ध केमा विश्वास गर्छु भन्दाखेरि परिश्रममा विश्वास गर्छु मेहनतमा विश्वास गर्छु एउटा विज्ञानमा विश्वास गर्छु तपाईँलाई वैज्ञानिक रूपमा देशलाई अगाडि ल्याउनुपर्छ जस्तो लाग्छ मलाई भोलि बिहान मेरो त आफ्नो स्पष्ट सिद्धान्त के हो भन्दै गर्दाखेरि चाहे त्यो राजतन्त्र होस् चाहे त्यो धर्मनिरपेक्षता होस् चाहे जुनसुकै इस्यु होस् नेपालको जुनसुकै इस्यु पनि चाहे त्यो क्लाइमेट चेन्जको इस्यु नै किन नहोस् यिनी सबैको आधार भनेको विज्ञान हुनुपर्छ किन भनेको भन्दै गर्दाखेरि तपाईँले हेर्नुभयो भने अहिले पनि हाम्रो लगभग यिनी मुद्दाहरूमा हामी युवाहरूमा कसैले सर्वे गरेछ कसैले रिसर्च गरेछ हामीलाई के चाहिन्छ भनेर कसैले गरेछ एउटा रिपोर्ट पनि छैन नि त त्यही भएर नेपालको विश्वमा स्थिति के हो नेपालले भोलि बिहान अमेरिकी संसदमा जाँदै गर्दाखेरि अथवा अमेरिकी संसदमा गएर प्रतिनिधित्व गर्न पर्यो भने के बोल्ने हो त नेपालले विश्वमा दिन सक्ने चिज के हो इजरायलको आफ्नो ठाउँमा छ नि त भारतलाई त कुरा गर्नै परेन चीनलाई कुरा गर्नै परेन तर नेपालले भोलि बिहान एउटा उदाहरण अहिले भर्खर फुटबलको कुरा छ भोलि बिहान ल सपोज एउटा उदाहरण तपाईँ प्रधानमन्त्री हुनु होला ऊ प्रधानमन्त्री हुनु होला अथवा मै प्रधानमन्त्री हुम्ला मैले मेस्सीलाई भेट्दै गर्दाखेरि मैले उलाई नेपाल आऊ किन भन्ने के को कारणले भन्ने होइन त्यो त सबैले भन्छ नि त होइन त्यो त किर्गिस्तानले पनि भन्छ नि त भुटानले पनि भन्छ नि त भारतले पनि आऊ भन्छ नि त चीनले पनि आऊ भन्छ नि त होइन मैले त्यही भएर भन्दैछु कि यिनी कुराहरूमा चाहिँ हामी एकदमै क्लियर अन्डरस्ट्यान्डिङ हुनुपर्छ नेपालको विश्वमा भ्यालु के हो हामीले बेच्ने चिज के हो भोलि बिहान मैले कोइसिम जाँदै गर्दाखेरि बाराक ओबामा भेटौँला चीनको सी जिनपिङ भेटौँला भेट्नको लागि भेट्ने होइन कि एउटा भ्यालु क्रिएसनको लागि भेट्ने हो अहिले त नेपालको तपाईँले अर्थतन्त्र हेर्नुभयो भने त 15 खरब त हो नि तपाईँले अहिलेको यही चुनाव हेर्नुभयो भने विश्वभरि कुनै मिडियालाई त्यति साह्रो चासो भएर कसैलाई भएन नेपालको प्रधानमन्त्री तपाईँले हेर्नु म त अब विश्वका विभिन्न देशहरू गएँ मलाई यति विरक्त लाग्छ नि कहिलेकाहीँ हामीलाई नेपालको प्रधानमन्त्री बापरे बाप ठुलो लाग्छ नि होइन तर नेपालभन्दा छोडेर जानुभयो भने नेपालको बोर्डरबाट बाहिर जानु भने कसैले चिन्छ र तपाईलाई साच्चै देशदेखि भत्तर पोल्छ हेर्दा त्यत्रो सुविधा सम्पन्न तपाईको होला करियरको कुरा छोडेर आउनुभएको साच्चै छोडेर नआइकन यहाँ कसरी आए त नि देख्नुभयो त यहाँ के को आरणले यहाँ आउँदा अगाडि त म समय सुख सुविधा आनन्दले बसिरहेको थिएँ त सबै नछोडिकन यस्तो हुन्छ सबै सधैँ यहीँ बस्नेलाई थपक्कै अब बस्ने देशका लागि भनेर गर्ने कि तपाईको मन मस्तिष्क र तपाईको एक्टिभिटी चाहिँ यही हुने हो भन्नु हो मेरो देशकै लागि हुन्छ देशको लागि मात्रै होइन कि यो देशले विश्वमा पनि केही दिन सक्छ भन्ने मलाई भित्रबाट लाग्छ के महत्त्वपूर्ण कुरा नि सरकारजी तपाईँ देउबाज्यूसँग प्रतिस्पर्धा गर्दाखेरि यहाँ हामीले देखियो त्यहाँ गाउँ थियो अथवा विभिन्न थियो तपाईँलाई पुलिसले छेकेको तपाईँले डाँडा डाँडामा गएर भोट दिनुहोस् भनेर गरेको कुरा मान्छेले रोचक माने साँच्चै त्यो पीडादायी थियो तपाईँलाई अथवा साँच्चै के थियो भन्नुहोस् त पीडा नभइकन कसरी गर्नु त सङ्गठन पनि थिएन केही पनि थिएन पैसा पनि थिएन केही पनि थिएन अब दिमाग लाउनु पऱ्यो होइन म त एउटा विज्ञानको विद्यार्थी पनि विज्ञानको रूपले नयाँ तरिकाले कसरी जान सकिन्छ भन्नु पऱ्यो नि त समस्या त आउँछ जनतालाई भन्नु पऱ्यो माइक लाग्यो पऱ्यो
सुने जनताले सुने नि, सुनेर 13,000 भोट दियो नि त। 13,000 दिए है। हो। अनि त्यो पुलिसहरूले छेकेको कुरा नि जुन छ नि त्यो तपाईँलाई साँच्चै नै प्रेसर भयो? यस्तो त्योभन्दा अगाडि पनि इस्युहरू भएको थियो। त्योभन्दा अगाडि पनि उहाँहरूले के गल्ती गर्नु तपाईँलाई छेक्यो त्यही मैले माइकिङ गरेँ। त्यो भयो, त्यो अब चुनाव एक हिसाबले सकिसक्यो होइन, एक हिसाबले अब चाहिँ नेपाललाई कसरी अगाडि बढाउन सक्ने कुरामा चाहिँ हामी बढी फोकस हुनुपर्छ जस्तो लाग्छ। होइन यस्तो चाहिँ अब दोहोरिनु हुँदैन। अब यो चाहिँ सकेसम्म रोक्नुपर्छ यसलाई। प्रधानमन्त्री बन्ने हुन्छ के दिनुहुन्छ सल्लाह? मैले उहाँलाई सुरुमा सल्लाह के भन्छु भन्दै गर्दाखेरि पहिले सुरु उहाँले 5-6 चोटि अब प्रधानमन्त्री हुनु नि भयो। तपाईँले केही गर्नु परेन, तपाईँले मात्र डडेलधुरालाई तपाईँले चाहनुभयो भने डडेलधुरालाई खानेपानी दिन सक्नुहुन्छ। त्यति खानेपानी दिनुहोस्, अरू केही छैन। खानेपानी मात्र तपाईँले उहाँले चाहनुभयो भने अबको 1 वर्षमा डडेलधुरालाई छ्याल्ल फ्याल्ल खानेपानी दिन सक्नुहुन्छ। तर उहाँले खानेपानी दिनुहुन्न। किन दिनुहुन्न भन्दै गर्दाखेरि उहाँले खानेपानी दिनुभयो, खानेपानी दिनुहुन्न किनकि दिनुभयो भने पनि भ्रष्टाचार हुन्छ कि फेरि त्यो देखाउने गरेर हुन्छ, उद्घाटन गर्नुहुन्छ 1 वर्ष पनि चल्दैन किनकि त्यहाँ त भ्रष्टाचार हुन्छ, त व्यापक हुन्छ, किनकि चुनावमा त खर्च गर्नु पर्यो। फेरि उहाँलाई बुझाउने हुन्छ, ठेकदारले त बुझाउनु पर्यो नि त। आवश्यक छैन त, अब त्यो विकास गर्दै हुन्छ नि त, यो उमेरमा त जनतालाई अन्तिम अवस्थामा त गर्नु न त। विकास गर्ने बित्तिकै त के हुन्छ भने राणाहरूले जनताहरू शिक्षित भयो भने राणाहरू टिक्थेनन् नि त। डडेलधुराका जनताले खानेपानी पाए, शिक्षा पाए, बाटो पाए, स्कुल राम्रो भन्थ्यो, उहाँले जित्नुहुन्छ र 15 वर्ष अगाडि हार्नुहुन्थ्यो नि। कसरी छ त नि? उहाँले यदि पाप धर्म हुन्थ्यो भने त 5-5 चोटि प्रधानमन्त्री हुँदै गर्दाखेरि खानेपानी नपाएर प्यास्दै पक्लकै मर्नुपर्ने हुन्छ र त्यस्तै छ नि त त्यहाँ त डडेलधुरामा त। अहिले पब्लिकै कुरा गर्नु भने पब्लिकै गाउँमा खानेपानी छैन। उहाँकै आमा 1-1.5 घन्टा अगाडि हिँडेर मजाले गएर पानी लिएर आउनुहुन्छ। उहाँकै सदरमुकाम वरिपरि नै मान्छेहरू 1-1.5 घन्टा हिँड्छन्, पानी नपाएर गाह्रो छ, काकाकुल छ, जहाँ गए पनि। कम्तीमा पनि मेरो अनुरोध के छ, केही गर्न परेन। तपाईँले गुल्मीलाई पनि केही नगर्नुहोस्, नेपाललाई पनि केही नगर्नुहोस्, झापालाई पनि केही नगर्नुहोस्, मात्रै एउटा मोडेल 1 वर्षमा डडेलधुरामा खानेपानी स्वस्फूर्त रूपमा सबै जनतालाई 1.5 लाख जनतालाई दिनको लागि जति खर्च लाग्छ खानेपानी डडेलधुराका जनतालाई दिनुहोस्। मेरो त्यति च्यालेन्ज हो। त्यति मात्रै गरिदिनु भयो भने हामीलाई स्पष्ट एउटा मोडेल भन्छ कि मैले जहिले गुजरात मोडेल भनेर भन्छु नि त, अथवा दिल्ली मोडेल भन्छु, त्यस्तैको तपाईँ एउटा मोडेल बनाउन सक्नुहुन्छ नि त। शेरबहादुर देउवाले चाह्यो भने प्रधानमन्त्री भयो भने 77वटा जिल्लामा एउटा जिल्लामा फोकस गरेर एउटा मोडेल बनाइदिनु भन्दा खानेपानीको लागि यो समस्या गर्नु पर्दो रहेछ, यति बजेट लाग्दो रहेछ भनेर त्यो बझाङकोले नि सिक्छ नि त, बैतडीकोले नि सिक्छ नि त। सिक्नको लागि एउटा मोडेल त भयो नि त कपी गर्नको लागि। किनकि जहिले पनि काम के हुन्छ त पहिले सुरु आफूले गरेर देखाउनुपर्छ कि। केजरीवालले गरेर देखाएको होइन र, केजरीवालले एउटा दिल्लीमा गर्दै गर्दाखेरि भारतभरि त जम्मै त्यही कपी गरेको होइन र। नरेन्द्र मोदीले गुजरात मोडेल बनाउँदै गर्दाखेरि भारतभरि गुजरात मोडेल भनेर प्रधानमन्त्री जितेको होइन र। तपाईँले शेरबहादुर देउवाले डडेलधुरामा आजको दिनमा खानेपानीको समस्या यो छ, मैले 1-1.5 वर्षमा मैले अब सपोज मध्यावधि निर्वाचन भयो भने 1 वर्ष अगाडि चाहिँ यो समस्या त खानेपानीको कुलै थियो डडेलधुरामा, मैले 1 वर्षमा खानेपानीको मोडेल बनाएँ। मैले डडेलधुराका 1.5 लाख जनतालाई खानेपानी मजाले दिन सकेँ, सिँचाइ मजाले दिन सकेँ भन्नुभयो भने त खानेपानीको मोडेल त डडेलधुरा जिल्ला बन्यो नि त। किन सक्नुहुन्न र? उहाँले मजाले सक्नुहुन्छ तर उहाँले चाहनुहुन्न कि। यहाँ चाहने मान्छे बालेन शाह, हर्क सामाले जहाँ चाहँदाखेरि जस्तो राजनीतिक तर्फ कहाँसम्म पुग्दो रहेछ, यहाँ सटर भत्काउँदाखेरि कहाँसम्म पुग्छ, यस्तो गन्जागुल रहेछ नि त राजनीतिभित्र, त जालो रहेछ नि त। यो कुरा त्यो तोड्नको लागि के हुन्छ भन्दाखेरि पहिलो सुरु करप्सन हुन्छ। हेर्नुहोस्, यो पुरै तपाईँले हेर्नु खानेपानीदेखि लिएर सडकदेखि लिएर स्कुलदेखि लिएर सबैमा भ्रष्टाचार छ। यही भ्रष्टाचारबाट पैसा आउँछ, यो पैसा पार्टीमा जान्छ, पार्टीबाट नेतामा जान्छ, अनि नेताले चुनावमा खर्च गर्छन्। यही त हो नि, यो सर्कल त यही हो। यो सर्कल नतोड्ने हो भने डडेलधुराका जनताले पनि खानेपानी पाउँदैनन्, नेपालभरिका जनताले खानेपानी पाउँदैनन्। त्यही भएर मैले भन्न खोजेको के हो भन्दै गर्दाखेरि यो तोड्नको लागि नै हाम्रो बालेन शाहको, हर्क साम्पाङको सबैको उदय आवश्यक नै छ कि। अब त करिब अन्तिम घडीमा चाहिँ सरकार बन्दैछ, कस्तो हुँदैछ अबको 5 वर्ष जनताले कस्तो भोग्दैछन्, जनताले कस्ता मान्छे यस्तो एउटा नयाँ अनुहारहरू देखाउनु भएको छ, नयाँ आश देखाउनु भएको छ। मैले अघि नै पनि भने अब 2 लाखबाट 2 लाख तराजुमा आएको थियो गएको पालि भोट, अब यसपालि 10 लाख घन्टीमा आयो, तराजुमा स्वाट्टै घट्यो। अब त 10 लाखलाई 60 लाख 70 लाखमा लगेर अबको प्रधानमन्त्री चाहिँ अहिले चाहिँ सकिएन एक हिसाबले भन्ने हो भने, त्यो पनि आत्मसमीक्षा नि गर्न पर्यो नि त। यसपालि त सकिएन नि त, गरेको हो, मेहनत गरेको हो, सक्छौँ भनेर सकेको मुटुदेखिको बल लागेको हो। तर इमान्दार हुँदै पनि किनकि फटाइ पनि त गर्नु भएन नि त। सकिन्छ भन्दैमा 20-30 लाख 50-60 लाख 70 लाख खर्च गर्नु नि त भएन नि त। त्यो गर्दै गर्दाखेरि त्यसरी चाहिँ हामीले इमान्दार भएर गऱ्यौँ। यसपालि हामीले नराम्ररी धक्का दिएछौँ, अब चाहिँ हामीले चाहेको प्रधानमन्त्री बनाउन सक्छौँ। संसदमा इनकेस घन्टी अथवा रविसँग मिलेको भए हुन सक्थ्यो के लाग्यो? होइन, तपाईँले होइन संसदमा म घन्टीमै उठेको भए पनि त्यो सम्भावना एकदमै कम थियो। तपाईँले हेर्नुभयो भने किन भन्दै गर्दाखेरि जहिले पनि यसको सिनारियोजहरू हेर्नुपर्छ। मेरो एकदम
एकदमै शुभेच्छा छ। मैले त समर्थनै गरेको उहाँहरूलाई होइन, घन्टीले सकेसम्म जितोस् भनेर नेपालभरि मैले त भोटै हाल्नुहोस् भनेर क्याम्पेनै गरेको हो त होइन र। मैले त नयाँ आउनेहरूलाई हेर्नुहोस् कति पुराना काङ्ग्रेस रुखैमा कति भोट हाल्ने, सुरैमा कति भोट हाल्ने, त्यो रुखमा भोट हाल्दा जम्मै बुढी छिराउनु त हो, जम्मै नेताका बुढीहरू त छिरिरहेको छ नि, देखि श्रीमतीहरू छिरिरहेको छन् नि त होइन, छोराछोरीहरू जम्मै नातिनातिनीहरू जम्मै आफन्तहरू छिरिरहेको छ नि समान। अब त समानुपातिकमा भोट दिन हुँदो रहन्छ, नेताहरूले आफ्ना श्रीमतीहरू बहिनीहरू ज्वाइँहरू छिराउँदा रहेछ, भाइ भतिजा छोएर यो पारिवारिक कम्पनी हुँदो रहेछ। नेपाली काङ्ग्रेस भनेको त पारिवारिक कम्पनी रहेछ। प्रकाशमानको श्रीमती, रामचन्द्रको आफन्तहरू, शेरबहादुरका श्रीमतीहरू, यिनी त जम्मै फोकट लालको यो नेताका श्रीमती दिनलाई पो समानुपातिकमा भोट दिनुपर्ने रहेछ। अब जनता जागे, यसपालि समानुपातिकमा नि भोट चाहिँ दिन हुँदो रहन्छ, प्रमाणित भइसक्यो। त्यही भएर अब जनता जागिसकेका छन्। त्यही भएर अबको 5 वर्षपछि चाहिँ हामीले दमदार रूपमा अब त्यो पनि जानुपर्ने छ। ममा पनि धेरै धेरै मान्छेको आशा छ, म पनि इमान्दार रूपमा अगाडि जानुपर्ने छ। अन्तिममा तपाईँको 5 वर्षका लागि त्यसमा भूमिका के गर्नुहुन्छ त देशमा बसेर तपाईँको जनतालाई भन्नुपर्ने के छ? अब पछि हामीले 5 वर्षपछि तपाईँलाई कस्तो रूपमा देख्न सक्छौँ तपाईँको एक्टिभिटिजले भनिदिनुहोस् न। हो, त्यही भएर यस्तो हुन्छ। मैले अब चाहिँ तपाईँले हेर्नुभयो भने सांसदभित्र पनि हामीले नयाँ अनुहारहरू धेरै पठाइदिनु भएको छ। म सम्पूर्ण नेपाली जनताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। मैले उहाँहरूले जित्नु भनेको नै मैले जित्नु बराबरै हो, म खुसी छु। र मैले पनि केही नीतिहरू मैले संसदमा पनि लिएर जान्छु, संसदमा पनि टेबल गर्छु मेरो तर्फबाट पनि। म सबै नेताहरूलाई पनि भेट्छु होइन। अब अहिले सबै हिजोकै कुरा गर्नुहुन्छ भने पनि मलाई 2टा नेताको हिजो अब संसद शपथ लिने बित्तिकै 2जना नेताहरूको काम चाहिँ मलाई साह्रै मन पर्यो। एउटा सिके राउतको, एउटा रवि लामिछानेको। अब सिके राउतले जुन गर्नुभन्दा एउटा लिखितम रूपमा एउटा निवेदन लेखेर ल फलाना डिपार्टमेन्टमा के समस्या छ दिनुहोस् भनेपछि त्यो लिखितम त्यो लेटरको त धेरै ठुलो अर्थ छ नि त। उहाँले त आउनु बित्तिकै लेटर रिलिज हिजो गरिसक्नु भयो। अनि रवि लामिछानेले के भन्दा एउटा संसदीय बोर्ड जस्तो आफ्नो पालिकामा होइन आफ्नो क्षेत्र नम्बर 2 मा चाहिँ त्यो गर्नु पर्यो भनेर आह्वान गर्नुभएको छ। होइन, त्यसको लागि मैले के हुन्छ होइन भ्याकेन्सी खुलेको छ, ठिक छ। होइन, मैले यसमा के हुन्छ त म मात्रै सही छु र ठिक छ, म सही हुँला, तर मै जानुपर्छ भन्ने छ र सागरहरू त अरू पनि छ नि, अरू जानु होला नि त, के छ र। ठिक छ, आउनुहुन्छ गर्नुहोस्, मेरो त आउनुहोस् भन्छु मैले त, अझै आउनुहोस्, एप्लाई गर्नुहोस् होइन। त राम्रो चिज हो, भ्याकेन्सी हो। मैले पनि त्यही त मैले भ्याकेन्सी कन्सेप्टबाटै जानुपर्छ त भनेको मैले सुरुमै। त्यही भएर होइन, 2टै चिज हो। मैले सिके राउतले हिजो जुन काम गर्नुभयो, जुन लेटर रिलिज गर्नुभयो, मैले पनि चुनावको नतिजा आउनुभन्दा अगाडि नै त्यो लेटर रिलिज गरेको थिएँ, मैले तयारी बनाएको थिएँ। अब भन्न चाहिँ दोस्रो भइसकेपछि त्यसको काम भएन त्यति साह्रो। र रवि लामिछानेको जुन कन्सेप्ट छ त्यो हामीले सोच्ने तरिका एउटै छ। सिके राउतले जसरी सोच्नु भएको छ अथवा रवि लामिछाने जसरी सोच्नु भएको छ, मलाई त्यो कुरा मन परेको छ, मैले पनि त्यसै गरी सोचेको थिएँ। अन्तिममा जनतालाई के छ भन्नु? जनतालाई जस नयाँ अनुहारहरू संसदमा पठाइदिनु भएको छ त्यसको लागि म हजुरहरूप्रति धेरै धेरै आभारी छु। अब चाहिँ 20 लगभग 10 लाख हामीले गएको पालि तराजुमा 2 लाखबाट 10 लाखमा घन्टीमा पुर्यायौँ। अब चाहिँ 60-70 लाखको तयारी हुनु होला, त्यही भन्न चाहन्छु। हस्, शुभकामना, थ्याङ्क यू। हस्।